हामीहरू आँखामा औषधि त हाल्छौँ, तर औषधि हाल्दाखेरि नयाँ डब्बा कसरी खोल्ने भनेर चाहिँ प्रायः कमैलाई थाहा हुन्छ। त्यसैले आजको यो भिडियोमा म हजुरहरूलाई आँखामा हाल्ने औषधिको नयाँ डब्बा कसरी खोल्ने भनेर चाहिँ भन्न गइरहेको छु। सबैभन्दा पहिला बिर्को खोल्ने बित्तिकै त्यहाँ प्वाल नभएको हुनाले औषधि खस्दैन। त्यसैले त्यहाँनिर हामीले कहिले पनि कैँची, पेन, पेन्सिलले प्वाल पार्नु हुँदैन। यसले गर्दा हाम्रो आँखामा अझै इन्फेक्सन फैल्न सक्छ। बिर्को तल एउटा लक हुन्छ डब्बामा, त्यो लकलाई फुकाल्ने र फेरि बिर्को चाहिँ टाइटली बन्द गर्ने। यो बन्द गरिसकेपछि बिर्कोभित्र भएको एउटा तिखो कुराले हाम्रो औषधिको डब्बा खुल्छ। यो खुलिसकेपछि हामीले आफ्नो आँखामा सुरक्षित ढङ्गले औषधि राख्न सक्छौँ र इन्फेक्सनबाट पनि बच्न सक्छौँ। यसरी यो प्रकारले यो डब्बा खोल्यो भने चाहिँ हाम्रो आँखामा बाहिरबाट हुने सङ्क्रमण पनि कम हुन्छ र औषधिको असर पनि राम्रो देखिन्छ। त्यसैले आजैबाट आफू पनि सिकौँ र अरूलाई पनि यो तरिकाहरू सिकाऊँ। धन्यवाद।